साथीहरू सबैजनालाई नमस्कार। छोटो कथाको आजको भागमा पञ्चतन्त्रको कथामा संग्रहित कथा परेवाको बलिदान र कथा सुरु हुन्छ यसरी। एकजना शिकारी चरा मार्न निकै सिपालु थियो। ऊ साह्रै निर्दयी पनि थियो। ऊ सधैँ वनमा चरा समात्ने पासो, पिञ्जडा र लौरो लिएर घुमिरहन्थ्यो। चरा समातेर बजारमा लगेर बेच्नु उसको धन्दा थियो। चरा बिकेन भने पनि उसले आफैले पोलेर खान्थ्यो। एक दिन एउटी परेवी उसको पासोमा परी। परेवीलाई लिएर ऊ घर फर्किँदै थियो। बाटोमा बेस्सरी पानी परिरहेको थियो, त्यसैले ऊ घर फर्कन भने सकेन। पानीले निथ्रुक्क भिजेर ऊ जाडोले काप्दै थियो। उसले ओत लाग्न र रात बिताउनको लागि न्यानो ठाउँ खोज्दै थियो। उसले वनको माझमा ठुलो पिपलको बोट देख्यो। त्यो बुढो पिपलको बोटको फेदमा ठुलो खोक्रो थियो। उसले त्यही खोक्रोमा बसेर रात काट्ने निदो गर्यो। खोक्रोभित्र बसेपछि उसलाई चिसो र भोकले दुःख दिन थाल्यो। उसले वरिपरिका पशुपन्छीले सुन्ने गरी भन्यो, यो रुखमा कुनै जीव बस्छ भने म माथि दया गर, म जाडो र भोकले मर्न लागे। त्यो रुखको हाँगामा शिकारीले समातेर ल्याएको परेवीको लोग्ने परेवा बस्थ्यो। परेवी हराएको हुँदा त्यो परेवा भने रोइरहेको थियो। बेला बेलामा उसले परेवीलाई बोलाउँथ्यो। आफ्नो लोग्नेको माया देखेर परेवी खुसी भई उसले पिञ्जडाभित्रबाटै आफ्नो लोग्नेलाई भनी, म तिम्रा नजिकै छु। यो शिकारीले मलाई पासोमा पारेर पिञ्जडामा राखेको छ, तर मेरो चिन्ता नगर। पहिले घरमा शरण लिन आएको पाहुनाको सत्कार गर। पत्नीको कुरा सुनेर परेवालाई सन्तोष भयो। उसले शिकारीसँग सोध्यो, तिमी हाम्रा पाहुना हौ, तिम्रो सेवा गर्नु हाम्रो कर्तव्य हो। म तिम्रो के सेवा गरौँ भन। अनि शिकारीले भन्यो, म जाडोले कापिरहेको छु, भोकाएको पनि छु, केही उपाय गर न। परेवा तुरुन्तै उडेर गयो। उसले वरिपरिका सुकेका पात, झिन्जा र दाउरा बटुल्यो। त्यसपछि ऊ गाउँतिर गयो। गोठबाट उसले बलिरहेको अङ्गार पातमा राखेर ल्यायो। अनि उसले शिकारीको नजिकै आगो बाल्यो। त्यसपछि पाहुनालाई के खुवाउने होला भन्ने उसलाई पिर पर्यो। उसँग शिकारीलाई खुवाउने केही पनि कुरा थिएन। पाहुनालाई भोकै राख्न पनि भएन। उसले आफैलाई पोलेर पाहुनाको पेट भर्ने निदो गरेर बलिरहेको आगोमा पस्यो। परेवाको यस्तो बलिदान देखेर शिकारी छक्कै पर्यो। उसको मनमा आफूले नराम्रो धन्दा गरेको रहेछु भन्ने ज्ञान पलायो। उसले तुरुन्तै पिञ्जडाभित्रकी परेवीलाई छोडिदियो। उसले आफ्नो शिकार खेल्ने सामान, पासो, पिञ्जडा र लौरो पनि आगोमै डढाल्दियो। आफ्नो लोग्ने आगोमा होमिएको देखेर परेवी अति दुखी भई उसलाई एक्लै बाँच्नु बेकार लाग्यो। यसैले ऊ पनि त्यही आगोमा होमी। परेवा परेवीको बलिदान देखेर शिकारीलाई बडो दुःख र विरक्त लाग्यो। उसले त्यस पछाडि शिकारी पेसा सदाका लागि छोड्यो र अरूको उपकार गर्दै हिँड्न थाल्यो। धन्यवाद साथीहरू।